आईसीसी टी20 विश्वकप एसिया छनौट तथा इस्ट पेसिफिक छनौटको सुपर 6 अन्तर्गत रहेर आज नेपालले घरेलु टिम ओमानसँग खेल्दैछ। नेपाली समय अनुसार बेलुका 9:15 बजे नेपाल र ओमान बीच खेल सुरु हुनेछ। टी20 वर्ल्ड कप क्वालिफायर म्याच जित्ने 3 शीर्ष टोली आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी20 विश्वकप खेलका लागि छनौट हुनेछन्। सुपर 6 मा आज नेपाल र ओमान भिड्दैछन् र सुपर 6 अन्तर्गत खेलिएका विभिन्न खेलहरूमध्ये नेपाल र ओमानसँग समान 6 अङ्क रहेको छ। तर नेट रनका आधारमा ओमान नेपालभन्दा 1 स्थान माथि छ भने नेपाल दोस्रो स्थानमा रहेको छ। यद्यपि आज भएको जापान र कतार बीचको खेलमा जापानलाई कतारले हराइसकेपछि नेपाल र ओमान एक अर्का बीचको खेल खेल्नु अघि नै टी20 विश्वकपमा पुग्ने सम्भावना न्यून बनेको छ। यूएई र सामोआ बीच भएको आजको टी20 वर्ल्ड कप क्वालिफायरको म्याचमा यूएईले जित हासिल गरे सँगसँगै नेपाल र ओमान यति बेला टी20 वर्ल्ड कपका लागि सेलेक्ट भइसकेका छन्। र आज हुन गइरहेको आईसीसी टी20 विश्वकप एसिया छनौट तथा इस्ट पेसिफिक छनौटको सुपर 6 अन्तर्गत नेपालले आज निम्न खेलाडीहरूलाई समावेश गरेको छ। रोहित पौडेल क्याप्टेन नै रहेका छन्। आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, त्यस्तै गरेर दिपेन्द्र सिंह गैरी, गुलशन कुमार झा, करण केसी, कुशल मल्ल, आदिल अन्सारी, आसिफ शेख, लोकेश बम, ललित राजवंशी, त्यस्तै गरेर नन्दन यादव, सन्दीप लामिछाने, सनम आलम र सोमपाल कामी। र नेपालको टिमबाट यी खेलाडीहरूमध्ये 11 खेलाडीहरू मात्रै आजको प्लेड 11 मा रहनेछन्। र तपाईहरूलाई के लाग्छ, नेपाल र ओमान बीच हुन गइरहेको आजको टी20 वर्ल्ड कप क्वालिफायर क्रिकेट खेलमा कसले जित हासिल गर्ला? कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। तपाईले अहिलेसम्म यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला अनि बेल आइकनमा क्लिक गर्नुहोला। बेल आइकनमा क्लिक गरिसके पश्चात तपाईहरुको युट्युब नोटिफिकेसन बारमा यस च्यानलद्वारा राखिने ती विभिन्न महत्त्वपूर्ण भिडियोहरूको जानकारी तपाईलाई सर्वप्रथम प्राप्त हुनेछ। धन्यवाद।